हेलो नमस्ते एभ्रिवान वेलकम टु अकाउन्ट्स बा। यो भन्दा अघिल्लो भिडियोमा हामीले कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट सीआरएस को कन्सेप्ट बुझेका थियौं भने आजको भिडियोमा चाहिँ म तपाईलाई एक्ज्याक्ट फर्म्याट, इम्पोर्टेन्ट क्वेशन र एक्जाममा आउने सबै खालका रिलेभेन्ट पोइन्ट समेट्दै स्टेप बाइ स्टेप क्लियर गरेर बुझाउने प्रयास गर्नेछु। यो भिडियो सकुन्जेलसम्म तपाईलाई यो च्याप्टरबाट अब जस्तो सुकै क्वेशन आए पनि म गर्न सक्छु है भन्ने कन्फिडेन्स डेभलप हुन्छ। सो लेट्स बिगिन एन्ड लर्न टुगेदर। यदि यो भन्दा अघिल्लो भिडियो हेर्नु भएको छ भने हामीले कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट भन्ने बित्तिकै दुईटा अकाउन्ट भनेर सम्झिने भनेर डिस्कस गरेका थियौं। एउटा भनेको कस्ट अकाउन्ट सीए र अर्को भनेको फाइनान्शियल अकाउन्ट एफए। अब हामी रुल्स पढौं जुनमा यो कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट च्याप्टरै अडिएको छ। रूल नम्बर 1, यदि नेट प्रॉफिट एज पर जे देखि पनि सुरु भएको छ नि, भन्नुको मतलब यदि नेट प्रॉफिट एज पर कस्ट अकाउन्ट देखि सुरु भएको होस् वा यदि नेट प्रॉफिट एज पर फाइनान्शियल अकाउन्ट देखि सुरु भएको होस्, त्यो बेला आफुलाई त्यसको उल्टो ठान्ने। फर एक्जाम्पल, यदि नेट प्रॉफिट एज पर कस्ट अकाउन्ट देखि सुरु भएको छ भने आफुलाई त्यसको उल्टो भनेको आफुलाई फाइनान्शियल अकाउन्ट ठान्ने र फाइनान्शियललाई बढेको छ भने एड गर्दिने र फाइनान्शियललाई घटेको छ भने घाटा भएको छ भने लेस गर्दिने। यदि नेट प्रॉफिट एज पर फाइनान्शियल अकाउन्ट देखि सुरु भएको छ भने त्यसको उल्टो ठान्ने। त्यसको उल्टो भनेको के भयो त? हाम्रो कस्ट अकाउन्ट भयो। बुझ्यो नि? यदि नेट प्रॉफिटबाट सुरु भएको छ कुनै पनि क्वेशन भने नि नेट प्रॉफिट एज पर भनेर केही न केही त एउटा अकाउन्ट त देला नि, त्यो अकाउन्टको ठ्याक्कै उल्टो सम्झिने आफुलाई र त्यसकै बेसिसमा त्यसकै आधारमा चाहिँ एड र लेस गर्ने। रूल नम्बर 2, यदि नेट लस एज पर जे देखि पनि सुरु भएको छ, भन्नुको मतलब यदि नेट लस एज पर हाम्रो कस्ट अकाउन्टदेखि नै सुरु किन नहोस् वा नेट लस एज पर फाइनान्शियल अकाउन्टदेखि नै सुरु किन नहोस्, आफूले आफूलाई जे दिएको छ त्यही सम्झिने। अब यदि नेट लस एज पर कस्ट अकाउन्ट दिएको छ भने आफूले आफूलाई कस्टै अकाउन्ट सम्झिने। यदि नेट लस एज पर फाइनान्शियल अकाउन्ट दिएको छ भने आफूले आफूलाई फाइनान्शियल अकाउन्ट नै सम्झिने। फरक मात्रै के भयो त भन्दाखेरि हाम्रो यदि नेट प्रॉफिटदेखि सुरु भएको छ भने जे दिएको छ ठ्याक्कै त्यसको उल्टो सम्झिने। यदि नेट लसदेखि सुरु भएको छ भने जे दिएको छ आफूले आफूलाई त्यही सम्झिने। अब हामीले यो सुरुमा हामीले भनिहाल्यौं, यो पनि हामीले अघिल्लो भिडियोमा डिस्कस गरेका थियौं। यदि हेर्नु भएको छैन भने एकचोटि चाहिँ गएर हेर्दिनु होला। यदि हाम्रो दुईटा अकाउन्ट हुन्छ, हामीले भन्यौं नि कस्ट अकाउन्ट र फाइनान्शियल अकाउन्ट। अब हेर्ने, यदि कस्ट अकाउन्टलाई फाइदा भइराछ भने नि, कस्ट अकाउन्टलाई फाइदा भइराछ भने हाम्रो फाइनान्शियललाई के हुन्छ त? घाटा हुन्छ। किनभने कस्ट अकाउन्ट र फाइनान्शियल अकाउन्ट के हुन् त? दुश्मन हुन्, शत्रु हुन्, इनिमी हुन्। यसलाई फाइदा हुँदा यो रिसाउँछ, यसलाई जलन हुन्छ, यसलाई डा हुन्छ र यो घट्छ, र यसलाई घाटा हुँदा यो खुसी हुन्छ र यसलाई फाइदा हुन्छ। भन्नुको मतलब यदि कस्ट अकाउन्टलाई फाइदा भइरहेछ, यदि कस्ट अकाउन्ट बढिरहेछ भने फाइनान्शियल अकाउन्ट घट्छ र यदि कस्ट अकाउन्ट घटिरहेछ भने फाइनान्शियल अकाउन्ट बढ्छ। यदि फाइनान्शियल अकाउन्ट घटिरहेको छ भने कस्ट अकाउन्ट बढ्छ र यदि फाइनान्शियल अकाउन्ट बढिरहेको छ भने कस्ट अकाउन्ट घट्छ। यिनीहरू कहिले पनि सँगै घट्दैनन् र कहिले पनि सँगै बढ्दैनन्। एउटालाई प्लस हुँदा अर्कोलाई माइनस र एउटालाई माइनस हुँदा अर्कोलाई प्लस है। अब हामीले केही वर्डहरू, यो वर्डहरू एकदमै क्वेशनमा आइराख्ने वर्डहरू हो। मैले यो क्वेशन यति बाहेक केही नै छैन। यो मैले सबै सेटको क्वेशन हेरेर सबै वर्डहरू टिपेर ल्याएको छु। यतिमै क्वेशन बनेको छ क्या, र एक्जाममा पनि यति नै आउँछ। हाम्रो यदि हामीले भनौं ओभरहेड भनेको के हो त भन्दाखेरि ओभरहेड भनेको खर्च, डाइरेक्ट एक्सपेन्सेस बाहेकको खर्च, प्रोडक्सन गर्दा लाग्ने डाइरेक्ट एक्सपेन्सेस बाहेक अरु सबै खर्चहरू। डाइरेक्ट एक्सपेन्सेस बाहेक अरु खर्च कुन हुन्छ त? इनडाइरेक्ट एक्सपेन्सेस। ओभरहेड भन्ने बित्तिकै खर्च हो, खर्चले घटाउँछ। अब ओभरहेड भनेर हाम्रो फ्याक्ट्री ओभरहेड भनेर दिन सक्छ, एउटा अर्को हाम्रो अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड भनेर दिन सक्छ र अर्को सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड भनेर दिन सक्छ। यो तीनटे आउने बित्तिकै के त? खर्च हो, यसले घटाउँछ भनेर बुझ्नु है।
अनि अर्को भनेको ओपनिङ स्टक भयो हाम्रो। ओपनिङ स्टक भनेको पनि खर्च त भन्न मिल्दैन, तर यो घट्छ। ओपनिङ स्टक भनेको ठ्याक्कै के हो भन्दाखेरि नि हामीले कुनै पनि बिजनेस स्टार्ट गर्दाखेरि सुरुमा जुन स्टक हुन्छ त्यसलाई खर्च नै मानिन्छ क्या। यो नत्र त्यो तरिकाले नबुझ्दाखेरि हामीले ओपनिङ स्टक हामीले फाइनल अकाउन्ट गर्दाखेरि ट्रेडिङको डेबिटमा राखिन्छ नि होइन। ट्रेडिङको डेबिटमा कस्तो आइटम राखिन्छ त भन्दाखेरि अल दि एक्सपेन्सेस एन्ड लसेस। सो यो पनि ट्रेडिङको डेबिटमा जान्थ्यो र यो त्यही भएर खर्च जस्तै भयो र यो च्याप्टरको लागि यो खर्च भयो र यो घट्छ। क्लोजिङ स्टक भन्ने बित्तिकै त के भयो त भन्दाखेरि क्लोजिङ स्टक भन्ने बित्तिकै आफूलाई सम्झौँ न वर्षको अन्तिममा जुन सामान रहन्छ नि त्यही हो क्लोजिङ स्टक भनेको। त्यो त हामीसँग छ नि त, त्यही भएर त्यो हाम्रो एसेट्स भयो र यो एसेट्स नै हो। सो एसेट्स जहिले पनि पोजिटिभ हुन्छ नि, एसेट्स भनेको पोजिटिभ हुन्छ, त्यही कारणले एसेट्स बढ्छ। एसेट्सले यो क्लोजिङ स्टकले बढाउँछ। अब डिप्रिसिएसन र रिटर्न अफ यिनीहरू दुईटैले घटाउने हो। यो डिप्रिसिएसन केमा दिएको हुन्छ भन्दाखेरि ट्यान्जिबल एसेट्समा, जस्तै फर्निचर फिक्सचर भइहाल्यो, मेसिन प्लान्टहरू तिनीहरूमा दिएको हुन्छ भने रिटर्न अफ भने चाहिँ इन्टेन्जिबल एसेट जस्तै गुडविल पेटेन्ट कपिराइटहरूमा दिएको हुन्छ रिटर्न अफ है। यो डिप्रिसिएसन रिटर्न अफ के भयो त यसले घटाउँछ। अर्को भनेको के भयो त भन्दाखेरि इन्ट्रेस्ट अन लोन इन्ट्रेस्ट पेड। हामीले लोन लिँदाखेरि हामीले इन्ट्रेस्ट तिर्नु पर्यो नि त हो नि, त्यही भएर इन्ट्रेस्ट अन लोनले के गर्यो घटायो, इन्ट्रेस्ट पेड भन्ने बित्तिकै यसले पनि घटाइहाल्यो। अर्को भनेको के छ भन्दाखेरि हाम्रो इन्ट्रेस्ट अनि इन्भेस्टमेन्टबाट हामीले इन्ट्रेस्ट के गर्ने त रिसिभ गर्ने हो, इन्ट्रेस्ट रिसिभ गर्ने हो। त्यही भएर यो हाम्रो इन्कम भयो र यसले जहिले बढाउँछ। इन्ट्रेस्ट अर एनी अदर रिसिभ्ड भइहाल्यो होइन, जुन पनि हामीले रिसिभ गरेको छौँ त्यसले बढाउँछ। अर्को डेबिटेड र क्रेडिटको कुरा छ। अकाउन्टिङमा नि साथीहरू डेबिटमा सबै एक्सपेन्सेस एन्ड लसेस हुन्छ भने क्रेडिटमा सबै इन्कम्स एन्ड गेन्स हुन्छ। भनेपछि के गर्दो रहेछ त डेबिटेडले भनेपछि डेबिटेडमा त एक्सपेन्सेस एन्ड लसेस हो, सो डेबिटेड भन्ने बित्तिकै घट्छ र क्रेडिट भन्ने बित्तिकै बढ्छ। अब अन्डर चार्ज, अन्डर एब्जर्ब, अन्डर रिकभर्ड, अन्डर रेकर्डेड भन्ने बित्तिकै कुनै पनि कुरा जति हुनुपर्ने वा जति देखिनु पर्ने हो त्यो भन्दा थोरै देखाइनु क्या। जस्तै इन्कम थोर देखाइयो भने के हुन्छ, जस्तै मलाई 1 लाख रुपियाँ इन्कम हुनुपर्ने थियो, मलाई 20,000 मात्रै इन्कम भयो भनेपछि त 80,000 त कता गयो त भन्ने कुरा हो नि त। त्यही भएर इन्कम थोर देखियो भने घाटा हो, घाटा भनेर सम्झिने, घटाउँछ त्यो घट्छ। र खर्च थोर देखियो भने त मलाई 1 लाख रुपियाँ खर्च हुनेवाला थियो, मलाई 20,000 मात्रै खर्च भयो भने के हुन्छ त भन्दाखेरि 80,000 त म बचेँ नि त, म जोगिएँ नि त, त्यही भएर त्यसलाई बढाउने। अब अर्को भनेको ओभर चार्ज, ओभर एब्जर्ब, ओभर रिकभर्ड, ओभर रेकर्डेड। यो माथि अन्डर जति भनेको के भयो त भन्दाखेरि हाम्रो अन्डर जति भनेको थोर देखिनु वा थोर देखाइनु भयो भने ओभर जति भनेको धेर देखिनु वा धेर देखाइनु। यो चाहिँ जति देखिनु पर्ने वा जति हुनुपर्ने त्यो भन्दा धेरै देखिएको वा धेरै देखाइएको। जस्तै इन्कम धेरै देखाइयो भने के हुन्छ त, इन्कम धेरै देखाइयो भने फाइदा हो नि त। मलाई 20,000 रुपियाँ इन्कम हुनेवाला थियो, मलाई जस्तै 80,000 इन्कम भयो वा इन्कम देखाइयो भने चाहिँ मलाई फाइदा भयो नि त त्यो त। जस्तै अब एक्सपेन्सेस ओभर देखाइयो भनेपछि चाहिँ के भयो त, एक्सपेन्सेस धेर देखाइनु भन्ने बित्तिकै त्यो भनेको के भयो त खर्च जस्तो भयो, घाटा जस्तो भयो, त्यसले जहिले पनि घटाउँछ। यो अघिको अब सबै बुझिसकेपछि हामी के गर्छौँ त भन्दाखेरि एक्चुअली फर्म्याट हेर्छौँ। तर यो फर्म्याट हेर्ने मात्रै हो क्या, यो फर्म्याट अब यो कसरी आयो भनेर एक्चुअली बुझौँ हामी। अब यो फर्म्याट यो याद गरेर त कामै छैन क्या, त्यो त रटन्ते पारा भयो। अब हामीले फर्म्याट एकचोटि हेरौँ। यो फर्म्याट हेर्दाखेरि यहाँ के छ त, कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट एजन भनेको एजनमा के लेखिदिनु त, डेट लेखिदिने, डेट क्वेसनमै दिएको हुन्छ वा डेट धेर जस्तो दिएको हुँदैन, यत्तिकै कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट मात्रै लेख्दा नि हुन्छ। हाम्रो के भयो, पार्टिकुलर्स एमाउन्ट भयो फर्म्याट हो हाम्रो। यदि मैले भने नि यदि प्रॉफिट एज पर कस्ट अकाउन्ट भनेपछि यहाँ नेट प्रॉफिट एज पर कस्ट अकाउन्ट प्रॉफिटदेखि सुरु भएको छ भने आफूलाई के सम्झिने त, हामीले ठ्याक्कै उल्टो, हामीले आफूलाई फिनान्शियल सम्झिने हो। र लसदेखि सुरु भएको छ भने आफूलाई जेदेखि सुरु भएको छ त्यही सम्झिने भनेपछि लसदेखि यहाँ फिनान्शियलदेखि सुरु भएको छ भनेपछि आफूलाई फिनान्शियलै सम्झिने। अब यहाँनिर हेरौँ है, यो कुरो एउटै भयो कि भएन, प्रॉफिटदेखि सुरु भएको छ र कस्ट दिएको छ भने हामीले आफूलाई फिनान्शियलै सम्झिने हो। लसदेखि सुरु हुँदाखेरि जेदेखि सुरु भएको छ त्यही सम्झिने भनेपछि फिनान्शियलदेखि सुरु भएछ, फिनान्शियल सम्झ्यौँ भनेपछि मेन कुरा यहाँनिर आफूलाई सम्झिनु पर्ने कुरा त के रहेछ त भन्दाखेरि
फिनान्सियल रहेछ, फिनान्सियल अकाउन्ट सम्झिनु पर्ने रहेछ। र अब के गर्ने त भन्दाखेरि फिनान्सियल अकाउन्टलाई एड हुँदा नाफाहरू हुँदाखेरि एड गरिदिने र घाटाहरू हुँदाखेरि लेस गरिदिने। यो हेर्ने एड, यहाँ एड लेख्ने। अब हाम्रो किन एड भयो हेर्ने, ओभर चार्ज अफ एक्सपेन्सेस इन कस्ट अकाउन्ट। अब कस्ट अकाउन्टमा एक्सपेन्सेस ओभर चार्ज गरियो, कस्ट अकाउन्टमा खर्च धेरै देखाइयो भने के भयो त कस्ट अकाउन्टलाई पो घाटा भयो त। तर हामी त फिनान्सियल हो, त्यसलाई घाटा हुने बित्तिकै हामीलाई के हुन्छ त फाइदा हुन्छ, त्यही भएर एड गरियो। आइटम्स अफ एक्सपेन्सेस रेकर्डेड ओन्ली इन कस्ट अकाउन्ट। वा अब एक्सपेन्सेस खर्चको आइटम त्यसलाई कस्टलाई मात्रै देखाइयो, त्यसकोमा मात्रै रेकर्ड गराइयो भनेपछि त हामी त बाँच्यौँ नि त, हामी त फिनान्सियल हो, त्यसलाई मात्रै घाटा भयो, लुजा भनेपछि त्यसलाई घाटा हुने बित्तिकै मलाई फाइदा भयो, म जोड दिइहाल्छु। अब आइटम अफ इन्कम रेकर्डेड ओन्ली इन फिनान्सियल अकाउन्ट। अब इन्कम आम्दानी हुने कुरा चाहिँ हाम्रोमा मात्रै रेकर्ड गरियो अरे, खर्च हुने चाहिँ त्यसकोमा रेकर्ड गरियो, आम्दानी हुने चाहिँ हाम्रोमा रेकर्ड गरियो भने चाहिँ आम्दानी त मेरोमा रेकर्ड गरियो नि त फिनान्सियलमा, भनेपछि त हामी त फिनान्सियल हो। यहाँनिर आम्दानी फिनान्सियलमा रेकर्ड गरियो भने चाहिँ हामी त खुसी पनि भयौँ, त्यही भएर मलाई के पो त फाइदा भयो, म एड गर्छु। अब एमाउन्ट अफ अन्डर स्टेटेड इन्कम इन कस्ट अकाउन्ट। कस्ट अकाउन्टमा इन्कम चाहिँ थोर देखाइयो अरे क्या, कस्ट अकाउन्टमा इन्कम थोर देखाइयो भनेपछि मैले भनेको थिएँ नि अघि, इन्कम थोर देखिनु खर्च थोर देखिनु भनेको चाहिँ के हो त फाइदा हो, इन्कम थोर देखिनु भनेको चाहिँ के हो त घाटा हो। तर हाम्रोमा इन्कम थोर देखाइएको होइन क्या, कस्ट अकाउन्ट त्यसकोमा थोर इन्कम देखाइएको भनेपछि त्यसलाई पो घाटा भयो त, त्यही भएर हामीलाई फाइदा भयो। ओभर भ्यालुएसन अफ ओपनिङ स्टक इन कस्ट अकाउन्ट। मैले भने नि ओपनिङ स्टक भनेको खर्च हो, यसले घटाउँछ, यो च्याप्टरको लागि चाहिँ खर्च। ओभर भ्यालुएसन अफ ओपनिङ स्टक खर्च चाहिँ त्यसकोमा ओभर भ्यालुएसन, खर्चको भ्यालुएसन त्यसकोमा धेरै गरियो भनेपछि त्यसलाई पो घाटा भयो त। तर हामी त्यसको उल्टो फिनान्सियल हो, हामीलाई त फाइदा भयो नि त, त्यही भएर यो पनि एड गरियो। अब अर्को अन्डर भ्यालुएसन अफ ओपनिङ स्टक, अन्डर भ्यालुएसन अफ क्लोजिङ स्टक इन कस्ट अकाउन्ट। अब क्लोजिङ स्टक भनेको आम्दानी हो नि, आम्दानी को चाहिँ के गरियो त त्यसकोमा आम्दानी चाहिँ थोरै देखाइयो अरे क्या, आम्दानी त्यसकोमा थोरै देखाइयो भनेपछि त्यसलाई त के भयो त भन्दाखेरि घाटा भयो, र त्यसलाई घाटा हुने बित्तिकै हामीलाई के हुन्छ त फाइदा हुन्छ, त्यही भएर यति एड भयो। यति भइसकेपछि हामीले एमाउन्ट लेख्छौँ नि, एमाउन्ट लेखिसकेपछि यहाँनिर गरिदिने, अनि अब यति गरेपछि यहाँनिर एउटा आउँछ क्या, यतिको टोटल यहाँनिर आउँछ र यो जोडेर यहाँनिर लेखिन्छ हामीले, बुझ्यो नि। जस्तै हाम्रो यहाँनिर 20,000 आयो, अब यति टोटल जोड्दाखेरि यहाँ 5,000 आयो, हामीले यसमा यो एड गरेर छौँ त भने चाहिँ 20,000 मा 5,000 जोडेर 25,000 यहाँ लेखिन्छ। अब अर्को लेस चाहिँ कस्तो, अब लेस कस्तो आइटम लेस हुन्छ त, के लेस हुन्छ त भन्दाखेरि सुरुमा हामीले सोच्नुपर्छ केदेखि सुरु भएको छ, हामीले फेरि भन्यौँ नि प्रॉफिट एज पर कस्ट अकाउन्टदेखि सुरु भएछ भने हामी फिनान्सियल हो, र यहाँनिर लस एज पर फिनान्सियल दिएको छौँ। यो भनेको एउटै हो क्या, किन भन्दाखेरि जे भने हामीले आफूलाई फिनान्सियल त मान्नुपर्ने रहेछ नि त, होइन, हामी फिनान्सियलको बेसिसमा गरिरहेको छौँ है, हामी फिनान्सियल हो। अब हेर्ने के चाहिँ लेस भयो त, अन्डर चार्ज अफ एक्सपेन्सेस इन कस्ट अकाउन्ट। आम्मामा खर्च चाहिँ त्यसकोमा थोर देखाइयो अरे क्या, फेरि खर्च त्यसकोमा थोर देखाइयो भने के हुन्छ त, खर्च त्यसकोमा थोर देखाइयो भने त त्यसलाई त फाइदा भयो नि त, त्यसलाई फाइदा हुनुको त म रिसाउँछु नि त, म जल्छु नि त, किनभने म त्यसको दुश्मन हो नि त, त्यही भएर के भयो त यो चाहिँ लेस भयो, हामीलाई घाटा भएको हो नि त, त्यसलाई हामीलाई घाटा ठ्याक्कै भएको छैन, तर त्यसलाई नाफा भयो नि त, त्यसलाई नाफा हुने बित्तिकै हामीलाई चाहिँ घाटा भइहाल्छ क्या साथीहरू। अब अर्को छ आइटम अफ एक्सपेन्सेस रेकर्डेड ओन्ली इन फिनान्सियल अकाउन्ट। अब एक्सपेन्सेसको आइटम चाहिँ हाम्रोमा मात्रै रेकर्ड गरियो अरे, यो त अन्याय भयो नि त। अब फिनान्सियलमा मात्रै रेकर्ड गरियो क्या एक्सपेन्सेस त भनेपछि त हामीलाई मात्रै खर्च घाटा भयो नि त, त्यसलाई त भएन नि त भनेपछि हामी घट्यौँ। अब इन्कम सोन इन कस्ट अकाउन्ट, आम्मामा हेर न, इन्कम चाहिँ कस्ट अकाउन्टमा मात्रै देखाइयो अरे, कस्ट अकाउन्ट भनेको त्यसलाई मात्रै देखाइयो अरे, तर हामी त फिनान्सियल हो नि त, हामीलाई चाहिँ देखाइएन अरे, भनेपछि हामीले त घाटा भयो, खर्च भयो नि त, त्यही भएर लेस गर्छौँ, घटाउने कुरा हो नि त। अब एमाउन्ट अफ इन्कम ओभर, आम्मामा हेर न, अब इन्कम चाहिँ त्यसकोमा ओभर देखाइयो अरे क्या, इन्कम भनेको आम्दानी त्यसकोमा धेरै देखायो कस्टकोमा, भनेपछि हामीले फिनान्सियल हो, भनेपछि त के भयो त हामीलाई घाटा भयो, त्यही भएर लेस गर्यौँ। अब अन्डर भ्यालुएसन अफ ओपनिङ स्टक इन कस्ट अकाउन्ट। अब कस्ट ओपनिङ स्टक भनेको के हो त, खर्च हो, खर्च त्यसकोमा अन्डर देखायो, खर्च त्यसकोमा थोर देखाइयो भने त्यो साले त खुस भयो नि त, त्यही भएर के भयो त त्यसलाई खुसी हुने बित्तिकै हामी दुखी हुन्छौँ, हामी घट्यौँ। ओभर भ्यालुएसन अफ क्लोजिङ स्टक इन कस्ट अकाउन्ट। क्लोजिङ स्टक भनेको आम्दानी जस्तै हो है, क्लोजिङ स्टकको चाहिँ त्यसकोमा ओभर देखाइयो अरे क्या, त्यसकोमा प्रॉफिट हुने चाहिँ त्यसकोमा ओभर देखाइयो अरे क्या, प्रॉफिट हुने त्यसकोमा ओभर देखाइयो भने त्यसलाई पो प्रॉफिट भयो त, हामीलाई त लस भयो नि त, त्यही भएर हामी घटाउँछौँ। अब ब्याड डेब्ट ओन्ली रेकर्डेड इन फिनान्सियल अकाउन्ट। ब्याड डेब्ट भनेको खराब ऋण भन्छ यसलाई, भन्नेले हामीले कसैलाई सामान बेच्यौँ र पैसा पाउनु पर्ने छ, डेब्टर्सबाट जुन हामीले पैसा पाउँदैनौँ त्यसलाई ब्याड डेब्ट भनिन्छ हामीले है।
ब्याड डेब्ट चाहिँ ओन्ली ब्याड डेब्ट चाहिँ हाम्रोमा मात्रै रेकर्ड गरियो अरे क्या, फिनान्सियल मात्रै। यो त के भयो त, यस्तो त भएन नि त, यस्तो त पाइएन। ब्याड डेब्ट त त्यसको मात्रै त्यसको महिना हाम्रो मात्रै रेकर्ड गरिदियो भने त हामीलाई मात्रै घाटा भयो नि त, त्यो लेस गर्यौँ। अब जुन हाम्रो यति गरिसकेपछि यसको टोटल यहाँनिर आउँछ नि। अब यो जुन यो र यो जोड्दाखेरि मैले भने नि 20,000 5,000 जोड्दा जुन 25,000 आएको हुन्छ नि, जस्तै यहाँनिर यहाँ पनि 5,000 आयो भने यहाँ 25,000 माइनस 5,000 चाहिँ यहाँ घटाउने हो नि त, माइनस यहाँनिर कति भयो त 20,000 भयो नि त। जेदेखि सुरु भएको छ त्यहाँ ठ्याक्कै त्यसको उल्टो हुन्छ यहाँनिर चाहिँ है। अब भन्नाले प्रॉफिट एज पर कस्ट अकाउन्टदेखि सुरु भएको छ भने हाम्रो प्रॉफिट एज पर फिनान्शियल अकाउन्ट भयो, लस एज पर फिनान्शियल अकाउन्टदेखि सुरु भएको छ नि त माथि, त्यही भएर यहाँ चाहिँ लस एज पर कस्ट अकाउन्ट भयो। अब हाम्रो यो पनि त्यही हो क्या, यो हामीले यति बुझ्यौँ नि किन एड भयो किन लेस भयो बुझ्यौँ नि होइन। त्यही भएर यो धेरै एकदमै भिडियो लङ हुन जान्छ, त्यही भएर यो डिस्कस गरेन हामीले ठ्याक्कै बुझौँ न। यो अब यो चाहिँ यहाँ चाहिँ के गरेको छ भन्दा नि यो तलको बेसिस मानेर गरेको छ, तलको बेसिस मान्दा त हामी यो हो नि त, हामी यो हो नि त, हामी यो भएपछि ठ्याक्कै यो जुन हामी यो भएपछि जुन एड भयो नि त्यो लेस हुन्छ, जुन लेस भयो त्यो चाहिँ एड हुन्छ है। त्यो पनि बुझिसकेपछि अब हामी अस्मिता पब्लिकेसन 2083 ओल्ड इज गोल्ड को पेज नम्बर 259 मा रहेको क्वेसन नम्बर 7 गरौँ। हामीले सकेसम्म 4-5 वटा गर्नेछौँ, प्रयास गर्नेछौँ। मैले चाहिँ फर्मेट बनाइसकेको छु, हजुरहरू चाहिँ बनाउनु होला वा म सँगसँगै गर्नु होला न, भिडियो स्टप गर्दै है त। यहाँनिर हेर्न सक्छौँ हामीले केदेखि सुरु भएको छ त भन्दाखेरि नेट प्रॉफिट सोन बाई कस्ट अकाउन्ट, नेट प्रॉफिट सोन बाई कस्ट अकाउन्ट प्रॉफिट भएको छ, नेट प्रॉफिट देखाएको छ। नेट प्रॉफिट केबाट सुरु भएको छ त कस्ट अकाउन्ट भन्ने रुल्स सम्झ्यौँ त। यदि नेट प्रॉफिट छ भनेपछि जेदेखि सुरु भएको छ त्यसको उल्टो सम्झिने आफूलाई भनेपछि हामीले आफूलाई के सम्झिनु पर्यो त फिनान्शियल अकाउन्ट सम्झिनु पर्यो र फिनान्शियललाई एड गर्नु पर्यो र लेस भयो लेस गर्नु पर्यो। यहाँ लेख्यौँ है त, नेट प्रॉफिट एज पर क्वेसन देखिनु होला, म क्वेसन देखाउँदै म गर्छु है। देखिरहेको छ नि यहाँ फर्मेट त बनाउन सिकाउनु पर्दैन नि, मैले फर्मेट त अघि योभन्दा अघिल्लो त्यो फर्मेटै मैले बुझाइसकेँ। फर्मेट बनाउनको लागि कस्ट रिकन्सिलेसन स्टेटमेन्ट अफ अ कम्पनी हामीले यहाँनिर लेख्यौँ है। पार्टिकुलर्स यो डिटेल्स एमाउन्ट, यहाँ पार्टिकुलर्स एमाउन्ट लेख्दा नि भयो, जे मर्जी लाग्छ लेख्नुहोस्। हेरौँ त यहाँनिर हाम्रो के दिएको छ भन्दाखेरि नेट मैले भनिहालेँ, मैले यहाँनिर लेखेँ नेट प्रॉफिट एज पर कस्ट अकाउन्टदेखि सुरु भएको छ। अब यो भनेको त्यो हो र म चाहिँ के हो त भन्दाखेरि म अब ठ्याक्कै के हो त फिनान्शियल अकाउन्ट हो, म वा हामी, बुझ्यो नि। यहाँ सुरुमा म भन्छु ल अनि त्यसपछि म गर्छु। यहाँनिर हेर्नु त फ्याक्ट्री ओभरहेड ओभर रेकर्डेड इन फिनान्शियल अकाउन्ट हामी के हो फेरि सम्झौँ है एकचोटि। हामी कस्ट अकाउन्टदेखि सुरु भएको छ प्रॉफिट भनेपछि हामी फिनान्शियल अकाउन्ट रहेछौँ। फ्याक्ट्री ओभरहेड ओभर रेकर्डेड इन फिनान्शियल अकाउन्ट, फ्याक्ट्री ओभरहेड भनेको के हो खर्च हो, ओभरहेड आउने बित्तिकै खर्च हो, खर्च आउने बित्तिकै त्यसले घटायो। ओभर रेकर्डेड इन फिनान्शियल अकाउन्ट फ्याक्ट्रीको खर्च चाहिँ फिनान्शियलमा ओभर देखाइयो अरे बिचरा फिनान्शियललाई त घाटा भयो नि त। र फिनान्शियललाई घाटा हुनु भनेको हामीलाई घाटा हुनु, किनभने हामी फिनान्शियल छौँ नि त यो क्वेसनको लागि, त्यही भएर यो लेस भयो। अर्को भनेको डिप्रिसिएसन अन्डर चार्ज इन कस्ट अकाउन्ट। हेर न डिप्रिसिएसन भनेको के हो त खर्च हो, यसले घाटा गराउने कुरा हो। यो भनेको यो चाहिँ घाटा गराउने कुरा चाहिँ अन्डर चार्ज गरियो क्या, अन्डर चार्ज गरियो। कसलाई चाहिँ अन्डर चार्ज गरियो त कस्ट अकाउन्टलाई। तर कस्ट अकाउन्ट त हाम्रो दुश्मन हो नि त, हामी त फिनान्शियल हौ नि त होइन, हामी फिनान्शियल हो, त्यसलाई पो अन्डर चार्ज गर्दा त्यसलाई खर्च थोर देखाइयो भनेपछि के भयो त्यसलाई फाइदा भयो, त्यसलाई फाइदा हुने बित्तिकै हामी त के हो त्यसको दुश्मन हो नि त, हामीलाई घाटा भयो है। यो पनि बुझियो होला साथीहरू, 6,000 घाटा भयो। अब डिभिडेन्ड रिसिप्ट रेकर्डेड इन फिनान्शियल अकाउन्ट, यस बल्ल एउटा रिसिप्ट हामीले डिभिडेन्ड रिसिप्ट रेकर्डेड इन फिनान्शियल अकाउन्ट। डिभिडेन्ड रिसिप्ट भनेको रिसिप्ट भन्ने बित्तिकै के भयो त त्यो हाम्रो इन्कम भयो। इन्कम चाहिँ के भयो त, इन्कम चाहिँ हाम्रोमा देखाइयो फिनान्शियलमा देखाइयो भनेपछि यो चाहिँ हामीलाई फाइदा भयो, प्लस गरौँ। र अर्को छ ओभर भ्यालुएसन अफ क्लोजिङ स्टक इन फिनान्शियल अकाउन्ट। यस क्लोजिङ स्टक भन्ने बित्तिकै के सम्झौँ त, क्लोजिङ स्टक भन्ने बित्तिकै आम्दानी सम्झौँ। आम्दानी चाहिँ ओभर देखाइयो अरे, केमा ओभर देखाइयो त फिनान्शियल के हो त, फिनान्शियल भनेको हो त हामी हौ नि त फिनान्शियल, त्यही पनि यो पनि एड भयो। म गर्छु है कसरी गर्ने भनेर, यसलाई सार्नु त छ नि अब त्यस्तो के छ र यहाँनिर है।
यहाँनिर हेरौँ है त। अब सार्नु छ केही छैन। अब धेरै मैले अब क्वेसन यहाँ देखाइसकेँ। अब त्यो म यहाँ सोल्युसन गर्छु ल। अब एडमा जाने आइटमहरू के छ त भन्दाखेरि हाम्रो डिभिडेन्ड रिसिभ्ड, डिभिडेन्ड रिसिभ्ड, recorded इन, मैले सर्टकटमा लेखिदिएँ ल साथीहरू, फिनान्सियल एकाउन्टलाई एफए भनेर लेख्यौँ। कति भयो त हामीलाई? कति? 12,512,500। अर्को पनि एड भएको छ। अर्को के एड भएको छ त भन्दाखेरि ओभर भ्यालुएसन अफ क्लोजिङ स्टक इन फिनान्सियल एकाउन्ट। यो पनि के भयो त? एड भयो 10,000 हो। अब यति भएर चाहिँ मैले के भनेको थिएँ? यसो गर्ने, यो दुईटा जोडेर लेखिदिने। कति भयो त भन्दाखेरि 22,500 22,500 हो नि। अब यहाँनिर एकछिन यो कति हुन्छ भन्दाखेरि नि यो हाम्रो यो भनेको 80 र 20 भनेको 100 भयो। हाम्रो कति भयो त? 1,02,500 1,02,500। त्यति एड गरिसकेपछि अब हाम्रो लेस हुने पनि छ नि त। लेस हुने के छ त भन्दाखेरि फ्याक्ट्री ओभर रेकर्डेड फिनान्सियल एकाउन्ट लेस भयो र डिप्रिसिएसन अन्डर चार्जिङ कस्ट एकाउन्ट पनि लेस भयो। त्यसलाई अब हामी के गर्दिन त? यहाँनिर लेस लेख्ने, बाङ्गे भएछ है, लेस लेख्ने। अब हामी के गर्छौँ भन्दाखेरि लेस के गर्छौँ त भन्दाखेरि दुईटा हाम्रो लेस गर्छौँ। एउटा भनेको फ्याक्ट्री ओभरहेड ओभर रेकर्डेड इन फिनान्सियल एकाउन्ट कति भयो त भन्दाखेरि 15,000। अझै अर्को पनि एउटा लेस छ, डिप्रिसिएसन अन्डर चार्जिङ कस्ट एकाउन्ट, चार्ज कस्ट एकाउन्ट 6,000। यो भने कति भयो त? यो यसो गरिदिने यसलाई कति भयो त भन्दाखेरि 21,000। अब हेर्ने है, मैले यहाँनिर यो नेट अनि यहाँनिर किन प्रॉफिट लस किन लेखिन भन्दाखेरि हाम्रो यो पोजिटिभमै आउँछ भन्ने छैन नि त। यहाँ 80,000देखि सुरु भयो, पोजिटिभदेखि सुरु भयो। यहाँनिर हाम्रो नेगेटिभमा नि आउन सक्छ क्या। माइनसमा आयो भने लस लेख्ने र प्लसमा आयो भने हामीले प्रॉफिट लेख्ने। अब 1,02,500 र माइनस 21,000 लेस हो नि त। 21,000 त भनेपछि कति त? 81,500। केमा आयो त साथीहरू? पोजिटिभ प्लसमा। प्लसदेखि सुरु भएको थियो, प्लसमै आयो भने चाहिँ हाम्रो यो के भयो त? नेट प्रॉफिट रहेछ, प्रॉफिटै रहेछ। बुझ्यो नि? अब हामी पेज नम्बर 263 कोड 29 नम्बर गर्दैछौँ है। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो नेट प्रॉफिट केदेखि सुरु भएको छ त भन्दाखेरि यहाँ फिनान्सियल अकाउन्टदेखि सुरु भएको छ। फिनान्सियल अकाउन्टदेखि सुरु भएको छ नि भनेपछि हामीले यहाँनिर आफूलाई के सम्झिनु पर्ने रहेछ त भन्दाखेरि नेट प्रॉफिट एज पर फिनान्सियल अकाउन्टदेखि सुरु भएको छ भने आफूलाई कस्ट एकाउन्ट सम्झिनु पर्ने रहेछ हो। अघि हामीले चाहिँ आफूलाई फिनान्सियल सम्झिने वाला गर्यौं है। अब चाहिँ आफूलाई कस्ट सम्झिने वाला गर्दैछौँ भने चाहिँ हामीले आफूलाई कस्ट सम्झिनु पर्ने रहेछ। नेट प्रॉफिट एज पर कस्ट एकाउन्ट हामीले निकाल्नु भने चाहिँ यो त थाहा भयो नि। कस्ट एकाउन्ट नेट प्रॉफिटमै आउने रहेछ, लसमा आउने रहेछ भनेपछि हामीले नेट प्रॉफिट एज पर कस्ट एकाउन्ट पत्ता लगाउनु पर्यो है। मैले यहाँनिर लेखेँ, यहाँ सक्नुहुन्छ नेट प्रॉफिट एज पर फिनान्सियल एकाउन्ट दिएको छ 90,000, मैले त्यो लेखेँ। अब हाम्रो यहाँनिर हेरौँ ओपनिङ स्टक छ नि। ओपनिङ स्टक कस्ट एकाउन्टमा 26,000 छ, फिनान्सियलमा 30,000 छ। हामी के हो त भन्दाखेरि हामी कस्ट एकाउन्ट हो। ओपनिङ स्टक भनेको खर्च हो। खर्च चाहिँ कुनमा धेर छ हेरौँ त। खर्च भनेको फिनान्सियलमा धेर छ नि त, 4,000 धेर छ क्या। तर 4,000 धेर छ, खर्च धेर छ 4,000 भनेपछि कस्ट त खुसी भयो। किन भन्दाखेरि वाओ मेरोमा त 4,000 थोर खर्च यस्तो सम्झौँ न। ओपनिङ स्टक भनेको पैसा तिर्नु जस्तै सम्झौँ होइन। कस्ट एकाउन्टलाई 26,000 तिर्न लागिरहेछ, फिनान्सियललाई 30,000 तिर्न लागिरहेछ। कसलाई बढी घाटा भइरहेछ, कसलाई धेर तिर्न लागिरहेछ त? फिनान्सियल भनेपछि फिनान्सियललाई घाटा भयो 4,000 बढी र कस्टलाई 4,000 बढी के भयो त? फाइदा भयो। यिनीहरू बीच जति डिफरेन्स छ नि त्यो चाहिँ हामीले लेख्ने हो क्या। भनेपछि ओपनिङ स्टक
हामीले के लेख्नु त ओपनिङ स्टक अन्डर भ्यालुड इन कस्ट एकाउन्ट भनेर 4000 हामीले के गर्नु पर्छ जोड दिनु पर्यो म यसलाई जोड्छु है म लेख्छु ओपनिङ स्टक अन्डर भ्यालुड इन कस्ट एकाउन्ट कतिले थोर देखाइएको छ त 4000 ले अब अर्को हेरौँ है अब अर्को हामीले हेर्दाखेरि वर्क्स ओभरहेड भनेको वर्क्स र फ्याक्ट्री ओभरहेड भन्नु एउटै हो है साथीहरु वर्क्स ओभरहेड देखाएको छ कस्ट एकाउन्टमा नि छ फिनान्शियलमा छ कुनमा धेर छ सोचौं न कस्टमै धेर छ नि फिनान्शियलमा 30000 मात्रै कस्टमा चाहिँ 50000 भनेपछि कस्टमा त 20000 बढी रहेछ नि त भनेपछि फ्याक्ट्रीको खर्च कस्ट एकाउन्टमा 20000 बढी देखाइयो हामी के हो त फिनान्शियल देखि सुरु भएको छ हामी के हो त हामी कस्ट हो हामी कस्ट एकाउन्ट हो भनेपछि हाम्रोमा 20000 बढी फ्याक्ट्रीको खर्च वर्कको खर्च देखाइएको छ भनेपछि वर्क्स ओभरहेड ओभर रेकर्डेड इन कस्ट एकाउन्ट भनेर हामीलाई कति एडलेस गर्ने हो त भन्दाखेरि जति यिनीहरुको डिफरेन्स छ त्यति भनेपछि त 20000 बढी यहाँ देखाइएको छ भनेपछि वर्क्स ओभरहेड ओभर रेकर्डेड इन कस्ट एकाउन्ट भनेर 20000 घटाउनु पर्यो बुझ्यो नि साथीहरु म लेख्छु यहाँनेरि लेस वर्क्स ह्यान्डराइटिङ चाहिँ यस्तै भयो कि साथीहरु सानैदेखिकै ह्यान्डराइटिङै राम्रो भएन हो वर्क्स ओभरहेड ओभर रेकर्डेड ओभर चार्ज ओभर एब्जर्ब जे लेख्दा पनि हुन्छ है इन केमा त भन्दाखेरि कस्ट एकाउन्टमा कति त 20000 अब अर्को हेर्न सक्नुहुन्छ यहाँनेरि थर्डमा जाउँ है डिप्रिसिएसन वाला छ नि डिप्रिसिएसन कस्ट एकाउन्टमा 20000 फिनान्शियलमा चाहिँ 25000 हामी के हो त कस्ट हो आमामा फिनान्शियललाई 5000 बढी डिप्रिसिएसन लागिरहेछ तर हामीलाई त 5000 कमै डिप्रिसिएसन छ भनेपछि त डिप्रिसिएसन हाम्रोमा कम छ त्यसकोमा बढी छ भनेपछि त्यसलाई 5000 घाटा भयो जस्तै यहाँनिर डिप्रिसिएसनको सट्टा एप्रिसिएसन भएको भयो नि त लु त्यसलाई 5000 बढी फाइदा भएको भन्ने कुरा हुन्छ नि त तर त्यसलाई त 5000 बढी घाटा भयो किनभने त्यसले 5000 बढी त्यसको खर्च हुने कुरा त्यसकोमा 5000 बढी देखाइयो भनौं न भनेपछि डिप्रिसिएसन हाम्रोमा चाहिँ 5000 ले कमै देखाइयो डिप्रिसिएसन अन्डर चार्ज इन कस्ट एकाउन्ट भनेर हामीले के गर्नु पर्यो त 5000 लाई एड गर्नु पर्यो हेरौँ है अब म यहाँनेरि एड गर्छु डिप्रिसिएसन अन्डर चार्ज अन्डर सोच जे लेख्दा नि हुन्छ है अन्डर चार्ज इन कस्ट एकाउन्ट कति भन्दाखेरि 5000 थोर देखाइयो अब अझै एउटा छ हेरौँ सेलिङ ओभरहेड भने के हो त ओभरहेडले घटाउँछ भने त मैले भनिहालेँ है सेलिङ ओभरहेड चाहिँ कस्ट एकाउन्टमा 10000 छ फिनान्शियलमा 15000 छ हामी त के हो कस्ट हो सेलिङको खर्च पनि फिनान्शियलमा 5000 बढी देखाइराछ भनेपछि त्यसलाई पो 5000 घाटा भयो त तर सेलिङ ओभरहेड त मेरोमा थोर देखाइराछ भनेपछि सेलिङ ओभरहेड अन्डर रेकर्डेड इन कस्ट एकाउन्ट भनेर यो 5000 पनि मलाई एड भयो है बुझ्यो नि सेलिङ ओभरहेड अन्डर रेकर्डेड इन के त भन्दाखेरि कस्ट एकाउन्ट है कति भन्दाखेरि 5000 ले नै हो नि त अब हामी यसलाई टक्क लाएर यस्तो गर्दियौँ है 5 5 10 र 14 सरी है 5 5 10 र 4 कति भयो त 14000 भयो नि 14000 र 90 र 14 भनेको हामी ठ्याक्कै कति भयो 1,04,000 भयो है 1,04,000 अब 20000 छ नि त एउटा मात्रै लेस हुने रहेछ भनेपछि यसलाई 20000 लाई यता ल्याइदिने यसलाई ब्र्याकेटमा लेख्दा नि हुन्छ नलेख्दा नि हुन्छ किन भन्दाखेरि लेस भनेर भनेकै छ नि त लेख्दिउँ न ब्र्याकेटमा के छ र यहाँनिर आएको यहाँनिर लेख्नुपर्छ है कति भन्दाखेरि 1,04,000 मा हाम्रो 20000 भनेको कति भयो त भन्दाखेरि 84000 भनेको 84,000
1000। अब हाम्रो हेर्ने पोजिटिभदेखि सुरु भएको छ, पोजिटिभमै सुरु भयो नि, इन्डिङ भयो नि त, भनेपछि हाम्रो त प्रॉफिटै आयो, प्रॉफिटै रहेछ पनि, प्रॉफिटै रहेछ है, यो प्रॉफिटै रहेछ हाम्रो। यति भइसकेपछि अब हामी सबै खाले क्वेसन समेट्ने गरी के गरेको छु त भन्दाखेरि गरेको छु। हामीले नेट प्रॉफिट एज पर कस्ट एकाउन्टको नि गरौँ, नेट प्रॉफिट एज पर फिनान्शियल एकाउन्टको नि गऱ्यौँ, र अब नेट लस वाला नेट लस एज पर केदेखि सुरु भएको छ भन्दाखेरि नि नेट लस एज पर फिनान्शियल एकाउन्ट। यो नेट लसको चाहिँ धेरै क्वेसन रोइन रहेछ क्या। नेट लस एज पर एउटा फिनान्शियल एकाउन्ट मात्रै भएको छ, नेट लस एज पर कस्ट एकाउन्ट भएको नि छैन। यो नेट लस एज पर फिनान्शियल एकाउन्टदेखि सुरु भएको छ हो, मैले पनि यहाँनिर लेखेँ नेट लस एज पर फिनान्शियल एकाउन्ट। अब यो सुन्नु, अघि हामी यसलाई त्यो सम्झिन्थ्यौँ नि, हामीलाई चाहिँ के सम्झिन्थ्यो भन्दाखेरि यो तलकोलाई चाहिँ म सम्झिन्थ्यौँ नि त होइन, ठ्याक्कै उल्टोलाई म सम्झिन्थ्यौँ नि त। तर यहाँ चाहिँ के हुन्छ भन्दाखेरि जेदेखि सुरु भएको छ नि, जेदेखि सुरु भएको छ, अलिक हल्ला छ साथीहरू, एकछिन यो हल्लामा पढाउनु हुँदैन कि, जाउँ स्कुले विद्यार्थीहरू हुन्। अब हाम्रो नेट लस एज पर फिनान्शियल एकाउन्ट ठ्याक्कै लसदेखि सुरु भएको छ भने हाम्रो जे छ आफूले आफूलाई त्यही सम्झिने हो। भनेपछि नेट लस एज पर फिनान्शियल एकाउन्ट छ भनेपछि आफूले आफूलाई फिनान्शियल अकाउन्ट नै सम्झिने हो नि। अब यहाँ हेरौँ है त, अब यहाँनिर हेरौँ फिनान्शियल अकाउन्ट नै सम्झिने भने नि मैले फिनान्शियललाई बढाइदिने, घटाइदिने केही छैन क्या साथीहरू, एकदमै सजिलो छ क्या बुझिसकेपछि त नि। अब डिप्रिसिएसन हेर्ने, फिनान्शियल एकाउन्टमा 15,000, कस्टमा यो 20,000 झनक्क आएन, दिमागमा आएन र डिप्रिसिएसन हामी फिनान्शियल एकाउन्ट हो, डिप्रिसिएसन चाहिँ फिनान्शियल एकाउन्टमा 15,000 मात्रै देखाइयो। डिप्रिसिएसन भनेको के त, डिप्रिसिएसनले घटाउँछ भने मैले घटाउने कुरा चाहिँ भएर फिनान्शियलमा थोर देखाइयो नि त, फिनान्शियलमा थोर देखाइयो, यसमा धेरै देखायो भनेपछि 5,000 थोर हाम्रोमा देखाइयो भनेपछि त हामीलाई फाइदा हो, त्यसलाई घाटा हो, त्यसलाई घाटा हो, हामीलाई फाइदा हो भनेपछि हाम्रोमा डिप्रिसिएसन हामीले के भन्छ भन्दाखेरि डिप्रिसिएसन अन्डर चार्ज इन फिनान्शियल एकाउन्ट भनेर 5,000 हामीले जोड्नु पर्यो, बुझ्यो नि। अर्को भनेको के छ भन्दाखेरि हाम्रो एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस अन्डर रेकर्डेड इन कस्ट एकाउन्ट। एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस अन्डर कस्ट एकाउन्टमा थोर देखाइयो। एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस भनेको के हो त भन्दाखेरि खर्च हो। एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस के हो त, खर्च हो। खर्च चाहिँ कस्ट एकाउन्टमा अन्डर देखाइयो क्या, भनेपछि त्यसलाई पो फाइदा भयो त, यो त हामीलाई त घाटा भयो नि त, यो हाम्रो -5,000 भयो है। अर्को भनेको इन्ट्रेस्ट अन लोन ₹1,000 रेकर्डेड इन फिनान्शियल एकाउन्ट। इन्ट्रेस्ट अन लोन भनेपछि हामीले लोन लिएपछि हामीले इन्ट्रेस्ट तिर्नुपर्छ क्या साथीहरू, भनेपछि इन्ट्रेस्ट अन लोन रेकर्डेड इन फिनान्शियल एकाउन्ट तिर्नु पर्यो हामीले, चाहिँ यसले त घटायो नि त हामीलाई, फिनान्शियल मात्रै छ भने चाहिँ यसले घटायो, -1,000 भयो है। अनि प्रॉफिट अन सेल अफ मेसिनरी ₹5,000 छ नि, यो प्रॉफिट अन सेल अफ मेसिनरी ₹5,000 रेकर्डेड इन फिनान्शियल एकाउन्ट भनेपछि प्रॉफिट भन्ने बित्तिकै त यसले बढिरहेछ भने आफै सोच्दैन, सेल अफ मेसिनरी 5 यो फिनान्शियल एकाउन्टमा मात्रै रेकर्ड भयो भनेपछि त हामीलाई मात्रै फाइदा भयो, त्यसलाई त भएन नि त, त्यही भएर 5,000 पनि एड भयो। म एकचोटि क्यालकुलेटमा नै गरेर देखाउँछु, अनि यहाँ गरेर देखाउँछु। अनि के गर्नु त भन्दाखेरि म फेरि कपीमा नै सारिदिन्छु, किनभने अलि झुकिन सक्छ। 54,000 भयो नि, देखिरहनु भयो भने 54,000 छ हाम्रो, सरी 50,000 देखि सुरु भएको छ, 5,000 हाम्रो एड भयो, अर्को 5,000 लेस भयो, -1,000 भयो, प्लस 5,000 भयो, 54,000। यो केही छैन कि अकाउन्ट्सलाई एकदमै हजुरले भरोसा गर्न सक्नुहुन्छ क्या, केही त्यो गलत इन्फर्मेसन गलत त्यो केही पनि सिकाउँदैन क्या। अब म ठ्याक्क अब यो ड्याङ लेखिदिन्छु ल म, अनि यहाँ केही बुझाउनु पर्ने छ थोरै, त्यति हो। यो त्यहाँनिर मैले बुझाएँ नि होइन, त्यही भएर म यो सार्छु मात्रै ल चट्ट। हाम्रो सुरुको के भन्दाखेरि सुरुको हाम्रो यो हाम्रो के एड गर्ने गरौँ न, हाम्रो के भयो भन्दाखेरि डिप्रिसिएसन, यो एड भयो, डिप्रिसिएसन अन्डर चार्ज इन के हो त भन्दाखेरि केमा त अन्डर चार्ज, फिनान्शियल एकाउन्टमा अन्डर चार्ज। हामी जे छ त्यही सुरु होइन, यो हाम्रो कति छ त यहाँ माथि सुरु 50,000 अन्डर चार्ज, कति भयो त 5,000 फाइदा भयो। अर्को के एड भयो त भन्दाखेरि हाम्रो प्रॉफिटवाला एड भयो, प्रॉफिट अन सेल अफ मेसिनरी लेख्दै ड्यास लेख्दै ल, सोन ओन्ली इन फिनान्शियल एकाउन्ट, यो पनि 5,000 एड भयो, 5,000 हो नि, 50,000 मा 10,000, यो 10,000 यहाँनिर लेख्ने हामीले,
कति भयो त भन्दाखेरि जम्मा जम्मी भनेको हाम्रो यो कति हो त 60,000 भयो साथीहरु 60,000 बुझ्नु भयो नि अब हाम्रो लेस गर्ने के छ त भन्दाखेरि लेस गर्ने छन् अब लेस हाम्रो के छ त भन्दाखेरि एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस अन्डर रेकर्डेड यो के भन्दाखेरि कस्ट एकाउन्टमा अन्डर रेकर्ड हामीलाई डाइरेक्टली घाटा भएको हैन कस्ट एकाउन्टमा अन्डर रेकर्ड भएको हो कस्ट एकाउन्टमा अन्डर रेकर्ड भने त्यसलाई फाइदा हुनेबित्तिकै हामीलाई घाटा हो भनेर बुझ्नु पर्यो है भनेपछि त्यसलाई फाइदा भयो नि त यो कति भयो कतिको फाइदा हो त भन्दाखेरि 5000 माइनसमा लेखेको छु फेरि 5000 भयो लेस गरेपछि किन माइनसमा लेख्नु पर्यो अर्को के लेस हुन्छ भन्दाखेरि नि 1000 लेस भयो इन्ट्रेस्ट अन लोन छ नि त इन्ट्रेस्ट तिरेको छ नि त इन्ट्रेस्ट अन लोन अब इन्ट्रेस्ट अन लोन सोन ओन्ली इन फाइनान्शियल अकाउन्ट भनेर लेख्नु न 1000 भयो कति भन्दाखेरि हाम्रो 60 - 5 - 1 गर्दाखेरि हामी ठ्याक्कै कति भयो त 54,000 भयो यसलाई 6,000 त यहाँनिर लेख्नु पर्यो नि त यो पनि जोडेरै लेख्ने हो क्या भन्नाले हामीले के गर्यौं यो डाइरेक्ट घटाएर लेख्ने हैन हामीले सुरुमा यो दुईटा जोडेर यहाँनिर लेख्यौं अनि यसमा चाहिँ यो जोड्यौं टोटल चाहिँ जोड्ने हो क्या यो टोटल जोड्ने वा टोटल घटाउने अब योमा चाहिँ यो डाइरेक्ट एक एकवटा घटाउने हैन क्या टोटलै घटाइदिने क्या जस्तै 60,000 मा -5,000 र -1,000 गर्नु र 60,000 मा डाइरेक्ट 6,000 घटाउनु त एउटै हो नि त कुरो त्यही भएर अब हाम्रो कति भयो 60 मा 6 घटाए हाम्रो ठ्याक्कै 54,000 हजुरहरुको एन्सर आयो अब यहाँनिर पनि यहाँनिर हाम्रो नेट लस देखि सुरु भछ नि त हैन नेट लस भनेपछि यसलाई चाहिँ हामीले माइनसमा लेख्नु परेन माइनसमा लेख्दा ब्र्याकेटमा लेखिन्थ्यो माइनसमा लेख्नु परेन तर हाम्रो यहाँनिर जे अब यहाँनिर हामीले माइनसमा लेख्नु परेन के हामीले यो 50,000 भनेको हामीले प्लसमै छ भनेर सम्झिने नि प्लस देखि सुरु भएको छ नि यहाँ प्लसमै आयो नि त भनेपछि जे देखि सुरु भएको छ त्यहीमा आयो भनेपछि त हाम्रो नेट लसै आयो क्या तल पनि नेट लसै लेखिन्छ तर हाम्रो यहाँदेखि नेट लस भन्ने यो 50,000 देखि सुरु गरेछ तर जस्तै -54,000 आएको भए त उल्टो आयो नि त उल्टो आयो भनेपछि यो पनि तल पनि उल्टो हुन्छ भने उल्टो आयो भने नेट लस छ भने नेट प्रॉफिट यहाँनेरि हुन्छ मैले नेट लस एज पर कस्ट एकाउन्ट पनि खोजेको थिएँ साथीहरु त मैले सेटमा कतै पनि भेटिन त्यही भएर यो भन्दा अघिल्लो वर्षमा ठ्याक्कै 2082 मा आएको क्वेशन 82 को यो भन्दा अघिल्लो 12 क्लासको लागि आएको क्वेशन हामी यहाँनेरि सल्भ गर्न जाँदै छौं यहाँनेरि हेर्न सक्नुहुन्छ यो चाहिँ अस्मिता पब्लिकेसन है 2083 को अस्मिता पब्लिकेसन ओल्ड इज गोल्ड को 270 यहाँनेरि हेर्न सक्नुहुन्छ यो हामी 18 को आई म भन्न जाँदै छु मुखले है हाम्रो नेट प्रॉफिट यस्तो हुँदैन का जति अगाडि गर्यौं नि त्यो भन्दा पनि एकदमै सजिलो हुन्छ के हेर्नु न कतिवटा दिएको छ र एउटा त यही नेट प्रॉफिट वाला भएले अर्को भनेको एउटा दुईटा तीनटा दिएको छ त्यो झुकलमा भन्दा नि अब त यति पनि सोचेर गरेको राम्रो नि हामीले यतिको लागि हाम्रो हेर्नुस् त यति मेहनत गरेको छौं हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइबहरु गरिदिनुस् है प्लिज अब यहाँ हेर्न सक्छौं नेट प्रॉफिट एज पर कस्ट एकाउन्ट देखि सुरु भएको छ नेट प्रॉफिट आउने बित्तिकै जे देखि सुरु भएको छ आफुलाई ठ्याक्क त्यसको उल्टो सम्झिने भने नि मैले रुलमा अघि फ्याक्ट्री ओभरहेड ओभर रेकर्डेड इन कस्ट एकाउन्ट हामी फाइनान्शियल एकाउन्ट हामी नेट प्रॉफिट एज पर कस्ट एकाउन्ट देखि सुरु भएको छ भने कस्ट एकाउन्ट भयो यो फाइनान्शियल एकाउन्ट भयो नि के दिन सुरु भएको छ त हाम्रो नेट प्रॉफिट एज पर कस्ट एकाउन्ट देखि सुरु भएको छ भने आफुलाई के सम्झिने त फाइनान्शियल सम्झिने फ्याक्ट्री ओभरहेड ओभर रेकर्डेड इन कस्ट एकाउन्ट वाओ फ्याक्ट्रीको खर्च त्यसकोमा चाहिँ यता ओभर देखाइयो भनेपछि कस्टलाई ओभर देखाइयो भनेपछि हामी फाइनान्शियल हो त्यो त हाम्रो दुश्मन हो त्यसकोमा ओभर देखाइयो भने त्यसलाई पो घाटा भयो त हामीलाई त फाइदा भयो नि त भनेपछि कति फाइदा भयो त हामीलाई 10,000 के गर्ने त 10,000 एड गरिदिने ढ्याङ्ग लाएर ओभर भ्यालुएसन अफ ओपनिङ स्टक इन कस्ट एकाउन्ट ओपनिङ स्टक इन कस्ट एकाउन्ट भनेको त्यो हो हामी फाइनान्शियल हो कस्ट एकाउन्टमा ओभर भ्यालु ओपनिङ स्टक खर्च हो खर्च चाहिँ ओभर देखाइयो भनेपछि त्यसलाई नै घाटा भयो हामीलाई त के भयो त हामीलाई फाइदा भयो किनभने हामी ठ्याक्कै त्यसको उल्टो हो है अब अर्को डिप्रिसिएसन अन्डर रेकर्डेड इन कस्ट एकाउन्ट यो चाहिँ अब डिप्रिसिएसन भनेको के त खर्च हो खर्च त्यसकोमा थोरै देखाइयो सेट यार त्यसकोमा खर्च थोरै देखाइयो भनेर त त्यसले त फाइदा भयो नि जस्तै त्यसकोमा जस्तै भन्नाले बुझ्नु पर्दैन त्यसमा अलिक धेरै डिप्रिसिएसन वाला थियो रे त्यसकोमा चाहिँ थोरै जस्तो बुझौँ न हाम्रोमा भन्दा त्यसकोमा डिप्रिसिएसन थोरै देखाइयो जस्तो भन्न खोजेको के भन्दाखेरि हाम्रोमा 3 4 5 6 हाम्रोमा डिप्रिसिएसन 6,000 देखाइयो त्यसकोमा चाहिँ 3,000 मात्र देखाइयो भने त्यसमा 3,000 कमी देखाइएछ नि त भनेपछि त्यसलाई 3,000 फाइदा भयो त्यसलाई 3,000 फाइदा आउने बित्तिकै हामीलाई त के भयो त 3,000 घाटा भयो बुझ्यो नि पहिलो के भयो त हाम्रो यो भनेको एड भयो 10,000 यो पनि एड भयो 5,000 यो पनि के भयो त भन्दाखेरि यो चाहिँ लेस भयो बुझ्यो नि यति भयो है अब आजको लागि यति नै है
Thank you so much for watching. If you found this video helpful, please like, share and subscribe to Accounts Ba. Next video ma फेरि भेट्न छौं हामी. Till then keep learning है.